नमस्कार, म सिक्दै गरेको एउटा सञ्चारकर्मी कमल साई आज एउटा यस्तो कथा ल्याएर तपाईँहरूको माझमा आएको छु जुन हरेक व्यक्तिसँग मेल खान सक्छ। विडम्बना जाजरकोट जिल्ला कुसे गाउँपालिका वडा नम्बर 4 तम्तीमा जन्मिएकी वर्षा साईको वास्तविक कथा तपाईँहरूको माझमा राख्दैछु। उहाँको कथा यसरी सुरु हुन्छ। म वर्षा साई, आँसु, पीडा र आँटको कथा। एक यात्री। मेरो नाम जति मिठासले भरिएको छ, जीवन त्यति सजिलो थिएन। जाजरकोट जिल्ला कुसे गाउँपालिका 4 तम्तीमा जन्मिएकी छोरी हुँ। 4 दाजुभाइको कान्छी बहिनी, घरको एउटी मात्र छोरी, अर्थात् मलाई छोरा सम्मान गरिन्छ। बुबा नैनबहादुर साई, समाजले सम्मान दियो। विडम्बना हाम्रो बीचमा रहनु भएन। आमा मोतीशिला साई, शान्त स्वभावकी, माया गर्ने तर चुपचाप रहने सहने यी शब्दहरू मेरो बाल्यकालभरि कानमा बजिरहे। डर, आत्तिएको वातावरण र आमाको आँसुले शिक्षित बाल्यकाल। बुबाले पनि मलाई धेरै माया गर्नुहुन्थ्यो। उहाँको सपना थियो आफ्नै हातबाट छोरीको धुनदान पञ्चे बाजा बजाएर गाउँ समाज बोलाएर बिहे गरिदिने। तर त्यो सपनामै सीमित रह्यो। 2073 साल वैशाख 13 गते बिहेको कालो दिन, अर्थात् हाम्रो परिवारको लागि कालो दिन, मेरो लागि कालो दिन। म त्यो कालो दिन कहिल्यै पनि बिर्सन सक्दिनँ। रुखबाट लडेर बुवाको मृत्यु भयो। रगतले रङ्गिएको त्यो दृश्य म कहिल्यै बिर्सन सक्दिनँ। बुबा गएपछि समाजले हेर्ने नजर बदलियो। अब हामीलाई हेर्दा तिरस्कार मिसिएको नजर हुन्थ्यो। माइलो दाई अमर साईको रहस्यमय मृत्यु 2079 साल फागुन 7 गतेका दिन जङ्गलमा 2 दिनपछि भेटिएको उहाँको शव लडेर हो कि हत्या गरिएको हो कि आजसम्म उत्तर छैन। उहाँका छोरीहरू निशा, अञ्जली, स्वस्तिका अझै प्रश्नमै छन्। समाज मैन छ, न्याय टाढा छ। दाजुहरू मेरो शिरका ताराहरू हुन्। ठुलो दाई गोरख साई, म तिमीलाई केही हुन दिँदैन बहिनी भन्नुहुन्थ्यो। तर आज उहाँ पनि सङ्घर्षको दलदलमा हुनुहुन्छ। छोरी सुमित्रा साई, प्रशंसा साई, एलिजा साई, एलिना साई, कान्छो दाई दिपेन्द्र साई, उहाँ नेपाल प्रहरीको जवान सुर्खेतमा कार्यरत हुनुहुन्छ। छोरी दिव्या साई, साइलो दाई विष्णुबहादुर साई, छोराहरू रेशम, रोशन, छोरी तपस्या साई। मेरो 4 जना भाउजूहरू पनि हुनुहुन्छ। मलाई आमा झैँ माया गर्ने भाउजूहरू पाएको छु मैले, त्यसैमा गर्व चाहन्छु। म सबैकी कान्छी बहिनी, तर सबैलाई सम्हाल्ने कोसिस गर्ने, आमाको हाँसो बन्ने सपना देख्ने, आमाको अझै सुक्न नसकेको आँसु, बुबालाई सम्झेर आज पनि रुने आमा भित्रै कतै हराएर बसेका छन्। रिस, झगडा अनि अन्तिम विदाई, उहाँका आँखा अझै रसाएका छन्। म ती आँसु पुत्न चाहन्छु, साँचो खुसी दिन चाहन्छु। आज म सुर्खेतमा छु। सपनाको सहर मेरो लागि सुर्खेत रहेको छ। निजामती कर्मचारी बन्ने सपना बोकेर पढ्दै गरेको म वर्षा साई। पढाइ, अभ्यास, आत्मबल यिनै मेरा हतियार हुन्। म लेख्न सक्छु, म बोल्न सक्छु। मेरो कथा, मेरी आमाको कथा, मेरा दाजुहरूको कथा र त्यो समाजको कथा जसले हाम्रो पीडा बुझ्न सकेन। म वर्षा साई हुँ, आँसुबाट बनेकी बहिनी, आकाशबाट बाँचेकी छोरी। एक दिन म न्यायको आवाज बन्नेछु। म आमाका आँसु पुछ्नेछु र दाजुहरूलाई गर्व गराउनेछु। बुवा र दादाको धेरै याद आउँछ। अरूले बुवा भनेर बोलाउँदा पनि मन भक्कानिएर आउँछ। यदि तपाईँहरू चाहनुहुन्छ भने म यसलाई भिडियो, आवाज वा आत्मविश्वास शैलीमा रूपान्तरण गर्न चाहन्छु।